यसपटकको निर्वाचनमा हामीले 182 सिट जित्दै गर्दा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले अनि नीलो हाम्रो घण्टी चुनाव चिन्हले अनि यहाँ उपस्थित भएका हामी प्रतिनिधिहरूले जित्ता हासिल गर्यौं। तर यो देशले जित्न बाँकी छ र जनताले जित्न बाँकी छ। त्यसकारणले पनि आजको यो कार्यक्रम महत्त्वपूर्ण छ। हामीले देशले जित्ने गरी र ती दूरदराजका सबै नेपाली नागरिकले जित्ने गरी सबै नेपालीलाई अब भने मेरा लागि सरकार छ भनेर महसुस गराउने सरकार निर्माण गरेर डेलिभरीमा र डेभलपमेन्टमा सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न हामीले काम गर्नुपर्नेछ। संसारभरि रहनुभएका विविध कारणले विदेशी बाध्य हुनुभएका ती तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अब भने म मेरो देश फर्कन सक्छु भनेर त्यो देखाउनु पर्ने व्यवहारमा हामीले छ। त्यसकारणले यसपटकको निर्वाचन एकदमै हामी मात्रै तयार भएर हामीलाई मात्रै विश्वास गरेर आएको भनेर हामी त्यति धेरै उत्साह पनि लिन हुँदैन। यसपटकको निर्वाचनमा आदरणीय वरिष्ठ नेता बालेन्द्र शाह र रवि लामिछाने दुईजनाको उपस्थिति र दुईजनाप्रति गरेको आशा, भरोसा, विश्वास, उहाँहरूको इमान्दारिता, उहाँहरूको लगनशीलता र उहाँहरूको क्षमता अनि हामीहरू एउटा जोश र जाँगरले एउटा हुटहुटी लिएर आएका तपाईँ हामीहरू यतिले मात्रै होइन। विगतमा लामो समयदेखि यो देशको राजनीतिमा र देशको बागडोर सम्हालेका विभिन्न राजनीतिक दलहरू र त्यसका नेतृत्वले गरेको गलत प्रयासहरू जनताका लागि, नागरिकका लागि उहाँहरूले दिएको सुशासन जुन जनताले महसुस गर्न सकेनन्। हामीले आफ्नो इमान्दारिता फेरि पनि दोहोऱ्याएर भन्न चाहे, हाम्रो लगनशीलता र हाम्रो क्षमतालाई नेपाली जनताको लागि, यो देशको लागि, राष्ट्र, राष्ट्रियता र नेपाली जनताको लागि सुम्पिनु पर्नेछ र यो इतिहास लेख्ने एउटा सुवर्ण अवसर हो। न कि इतिहास पढ्ने मात्रै होइन, हामीले लेख्ने यो अवसरलाई हामीले सदुपयोग गर्न सकेनौँ भने सायदै हामी आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ। त्यसकारणले सबै निर्वाचित प्रतिनिधि सभाका सदस्य साथीहरूलाई यसमा गम्भीर रूपमा चाहिँ तयारी हुनलाई म अनुरोध गर्न चाहन्छु। स्कोपका हिसाबले, म्यान्डेटका हिसाबले नेपालमै अभूतपूर्व अनप्रेसिडेन्टेड हो यो। 15 सालभन्दा पनि मैले 2 कदम अगाडि भने। तर हेभी म्यान्डेटका हिसाबले चाहिँ रिसेन्ट हिस्ट्रीमा 48, 64, 65 र 74सँग तुलना गर्न सकिने। र अहिले मैले निर्वाचनका क्रममा पनि भने, उहाँहरूले पाएको त्यो असाध्यै गरुङ्गो जनादेशबाट हामीले के सिक्ने, के गर्ने भनेर सिक्ने र के नगर्ने भनेर सिक्ने भन्ने कुराहरूमा पनि हामी सचेत हुनुपर्दछ। मैले अहिले यति कुरा यहाँहरू समक्ष राखेँ। हामी विधायक, सांसदको भूमिकामा छौँ। सांसदहरूले के गर्नुपर्ने हो, मूल काम के हो, सहायक कामहरू के हुन् भन्नेमा हामी स्पष्ट हुनुपर्नेछ। आज मलाई लाग्छ एक्सपर्टहरूले, विज्ञहरूले त्यसमा पनि प्रकाश पार्नुहुनेछ। मूल काम हामी कानुन बनाउन आएका हौँ। वी आर ल मेकर्स। कानुन बनाउन आएका हौँ र सरकारको कामको समीक्षा गर्ने, अनुगमन गर्ने, निगरानी गर्ने हामी वाचडग पनि हौँ। हाम्रै एकमना सरकार बन्दै गर्दा पनि तपाईहरूले औँलो ठड्याउनुपर्छ, खबरदारी गर्नुपर्छ, बाटो भिरायो कि भनेर बोल्नुपर्छ। आफ्ना निर्वाचन क्षेत्रहरूका जनताका गुनासाहरू, मुद्दाहरूलाई बुलन्द ढङ्गले उठाउनु पर्ने हुन्छ र यस्ता कुराहरूमा हामीले पछि अन्य सत्रहरूमा स्पेसलाइज्ड फोकस गर्ने नै छौँ। एक किसिमको विशिष्टीकृत प्रतिनिधित्वमा तपाईहरू जानुपर्ने हुन्छ आफ्नो रुचि र आफ्नो योग्यता अनुसार। अघिल्लो संसदीय कार्यकालका बारेमा साथीहरूले राख्नुहुनेछ आफ्ना अनुभवहरू। तर नीति बहसमा सहभागी हुने,
विकास निर्माणमा छिटो छिटो क्याचअप गर्नु छ, सामाजिक क्षेत्रतिर आफ्नो रुझान छ भने त्यतैतिर, आर्थिक मुद्दातिर, विकास निर्माण, धेरै इन्जिनियरहरू आउनु भएको छ, विकास निर्माणको चाहिँ जुन हुटहुटी छ नेपाली जनताको अपेक्षा त्यतातिर पनि हामीले ध्यान दिनुपर्छ। र वाचापत्रको हाम्रो थीम चाहिँ थिति बसाल्ने सङ्कल्प। अल्टिमेटली यो इन्क्रिमेन्टल कुराहरू भन्दा पनि अब सिस्टम बसालौँ। यो बरालिएको, यो लथालिङ्ग, यो भताभुङ्ग हाम्रो अर्थ राजनीतिलाई, हाम्रा सामाजिक अवयवहरूलाई अब सम्हाल्नु पर्नेछ र नेपाली जनताले त्यो गर्न सक्ने गरी हामीलाई त्यो म्यान्डेट दिएर पठाउनु भएको छ। बहुमत नआएको भए, खालि ठुलो पार्टी मात्र बन्दिएको भए यति गरुङ्गो भारी हुँदैन थियो। अब त नो एक्सक्युजेस, नो इफ्स, नो बट्स, काम गरेरै देखाउनु पर्नेछ। त्यसैले यसमा तपाईँहरू स्पष्ट हुनु होला। त्यसैले यो ऐतिहासिक जनमतको जिम्मेवारी बोध, आई थिङ्क दिस इज एकदमै इम्पोर्टेन्ट। दोस्रो थिम भनेको, अब तपाईँहरूले कलेज छोड्या धेरै वर्ष भयो होला, यद्यपि जेनजी पुस्ताका पनि धेरै सांसदहरू निर्वाचित भएर आउनु भएको छ। समानुपातिक तर्फबाट पनि प्रत्यक्ष पनि यसमा ठुलो गर्व छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई। जुन जेनजी पुस्ताले गरेको, नवयुवा पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा आजको परिवर्तन भएको हो, त्यसलाई हामीले असाध्यै इमान्दारीपूर्वक सम्बोधन गर्न खोज्यौँ। पछिल्ला हाम्रा एकीकरणहरू, समायोजनहरू त्यसैबाट निर्देशित भएका थिए र त्यसलाई जनताले रुचाएको सन्देश निर्वाचनले पनि दिएको छ। तर अब फेरि अध्ययनको चरणमा तपाईँहरू प्रवेश गर्नुपर्नेछ। डेमोक्रेटिक सिस्टमको रुल्स अफ द गेम, यो खेलको नियम बारे एकदमै पारङ्गत हुनुपर्नेछ तपाईँहरू। त्यसैले यसमा अब ब्याक टु कलेज भने जस्तै हो, संसद भने पनि एक किसिमको एउटा युनिभर्सिटी जस्तै माहौल बनाउन सक्छौँ हामी। एउटा लर्निङ इन्भाइरोमेन्ट, टिचिङ इन्भाइरोमेन्ट, टिचेबल मोमेन्ट्सहरू, यसमा तपाईँहरू एकदम गम्भीरतापूर्वक त्यो जितेर आइहाले अब त रमाइलो गर्ने भन्ने होइन कि अब त्यो गाम्भीर्य र त्यो पदको गरिमालाई न्याय गर्नको लागि, आफूलाई त्यहाँ पुर्याउनको लागि अब थप मेहनत गर्नुपर्नेछ।